नेपालका धेरै ठाउँहरूमध्ये ओखलढुङ्गा जिल्लामा लुकेको एउटा अद्भुत प्राकृतिक सम्पदा हो पोकली झरना। लेखु गाउँपालिकामा अवस्थित यो झरना करिब 130 मिटर उचाइबाट झरिरहेको यस झरना र दृश्यले झुक्कैलाई लुप्याउने गरेको छ। यो ठाउँ केवल झरना मात्रै होइन, इतिहास, विश्वास र प्रकृतिको सङ्गम मानिँदै आएको छ। वर्षायाममा यसको बहाव अझ शक्तिशाली र मनमोहक देखिने गरेको छ। साथमा वरिपरिको त्यो वन जङ्गलले झनै र हरियालीले झनै शोभा बढाउने गरेको छ। घुम्नै पर्ने ठाउँ मध्येको यो पोकली झरना तपाईँहरूको पर्खाइमा बसिरहेको छ। एकपटक अवश्य घुम्नुहोला। धन्यवाद।